पुरुषको बारेमा अध्ययन गर्न गइरहेका छौँ। सर्वप्रथम पुरुष भनेको के हो? व्याकरणिक दृष्टिकोणले हेर्ने हो भने पुरुष भनेको भाले अथवा पुरुष मात्रै नभएर सामान्य अर्थमा भन्नु पर्दाखेरि पुरुष भनेको सर्वनाम हो। यसरी हामी सरल भाषामा भन्नु पर्दाखेरि सर्वनामलाई नै हामी पुरुष भन्छौँ। नामको सट्टामा आउने जति पनि शब्दहरू छन् सर्वनामहरू, ती सर्वनामलाई नै हामी पुरुष भन्छौँ। अब यहाँ केही पुरुषका उदाहरणहरू लेखिएका छन्, त्यसलाई बुझ्ने कोसिस गरौँ। जस्तै म घर जान्छु, एक वचनमा म घर जान्छु, यो म सर्वनाम हो। यसकै चाहिँ बहुवचनमा हामी घर जान्छौँ, यहाँ हामी प्रयोग भयो। यो म र हामी यहाँ मैले लेखेको छु, यो म हामी चाहिँ प्रथम पुरुषमा पर्छ, यसलाई हामी प्रथम पुरुष भन्छौँ। प्रथम पुरुष भन्छौँ। अब यो प्रथम पुरुष भनेको के हो? जसले बोल्छ अथवा जो वक्ता हुन्छ त्यो वक्तालाई नै प्रथम पुरुष भनिन्छ। जस्तै मैले पढाउँदैछु त म चाहिँ प्रथम पुरुष भए, हामी पढ्दैछौँ त हामी प्रथम पुरुष भयो। त्यसकारण म र हामी प्रथम पुरुष अन्तर्गत पर्छन्। त्यसै गरी अब हामी यहाँ लेखिएका अन्य उदाहरणहरू पनि हेरौँ। त घर जान्छस्, तिमी घर जान्छौ, तपाईँ घर जानुहुन्छ, तपाईहरू घर जानुहुन्छ। यहाँ चारवटा वाक्यमा प्रयोग भएका त, तिमी, तपाईँ, तपाईहरू जस्ता सर्वनामहरू चाहिँ द्वितीय पुरुष अन्तर्गत पर्छन्। यसरी हामी द्वितीय पुरुष भन्छौँ। अङ्ग्रेजीमा यसलाई सेकेन्ड पर्सन भनिन्छ। प्रथम पुरुषलाई फर्स्ट पर्सन र द्वितीय पुरुषलाई चाहिँ सेकेन्ड पर्सन भनिन्छ। अब यो द्वितीय पुरुष किन भनेको भन्दाखेरि जोसँग कुरा गरिन्छ, म अहिले पढाइरहेको छु, तिमीलाई पढाइरहेको छु, त्यसकारण तिमी भन्ने सर्वनाम द्वितीय पुरुष अन्तर्गत पर्छ। तपाईसँग कुरा गरे भने तपाईँ भन्ने सर्वनाम द्वितीय पुरुष अन्तर्गत पर्छ। त्यसकारण त, तिमी, तपाईँ, तपाईहरू जस्ता सर्वनाम द्वितीय पुरुष अन्तर्गत पर्छन्। यसरी हामीले प्रथम पुरुष र द्वितीय पुरुषको बारेमा जानकारी पायौँ। त्यसै गरी अन्य उदाहरणहरू पनि हेरौँ। ऊ घर जान्छ, यसमा ऊ सर्वनाम प्रयोग गरिएको छ। उनी घर जान्छन्, यहाँ स्त्रीलिङ्गीकर्ता भएकोले उनी सर्वनाम राखिएको छ। यहाँ बहुवचनमा उनीहरू घर जान्छन्, उनीहरू सर्वनामको प्रयोग भएको छ। त्यस्तै यो किताब हो, वस्तु बुझाउनको लागि, नजिकको वस्तु बुझाउनको लागि यो किताब हो भनेर हामीले प्रयोग गरेका छौँ। त्यस्तै टाढाको वस्तुलाई बुझाउन त्यो घर हो भनेर लेखेका छौँ, यहाँ त्यो सर्वनामको प्रयोग भएको छ। त्यसै गरी यिनीहरू विद्यार्थी हुन्, यहाँ यिनीहरू सर्वनाम आएको छ। त्यसै गरी राम मेहनती विद्यार्थी हो, यहाँ राम भन्ने नाम आएको छ। हामीले सर्वनाम भनेर पुरुषलाई भनेका थियौँ, तर कहिलेकाहीँ कस्तो केस आउँछ भने अब नाम कुन पुरुषमा पर्छ भनेर हामीले बुझ्नु पर्यो। नाम यदि कुनै व्यक्तिको किटान गरिएको छ भने त्यो नाम तृतीय पुरुष अन्तर्गत पर्छ। राम, सीता जस्ता नामहरू पनि तृतीय पुरुष अन्तर्गत पर्छ। जुन कुरा हामीले यहाँ लेखेका छौँ, ऊ, उनी, उनीहरू, यो, त्यो, यी, ती, तिनीहरू, राम, श्याम आदि जस्ता नामहरू चाहिँ तृतीय पुरुष अन्तर्गत पर्छन्। यसरी यसबाट हामीले पुरुष भन्नाले के बुझिन्छ र पुरुष कति प्रकारका हुन्छन् भन्ने कुरा सजिलै बुझ्न सक्यौँ। पुरुष 3 प्रकारका हुन्छन्, प्रथम पुरुष, द्वितीय पुरुष र तृतीय